हजुरआमा चाहिँ नजाने नजाने तपाईँ चाहिँ ए ल हजुरबा पनि जानु न भाग्छ पो त ए चिप्लो बाटो छ त के भयो तपाईँलाई किन उभिएको ठिङ्ग हजुर किन उभिएको ठिङ्ग ए जस पहाडको मौसम चाहिँ रमाइलो हुन्छ यही हो बाटो ए हे बाटो त गजबै छ जस्तो छ त यता को कराउँदैन पहाडको बाटो यस्तै हो अब हैन पहाडको बाटो चिप्लो माटो के भयो कता हिँड्नु हार्ने पिसा पायो हजुर के भयो ए हे जुगा पो हुन्छ त साँच्चै यता त यार ओहो साँच्चै म त बिर्सेको पो त यता त जुगा पो हुन्छ त साँच्चै यार यता त बिर्सी पो लाग्यो मैले त